दर्शकबिन आजको विशेष रिपोर्ट यस प्रकार छ। केही महिना अगाडि सिङताममा सिङताम लाल बजारको सुन दोकानमा दुईजना लेडिजहरूले सुन चोरेर फरार भएको थियो भने केही महिनाको बादमा उहाँहरूको फेरि पक्राउ परेको छ। आज रम्फू चेकपोस्टमा पक्रेर उहाँहरूलाई सिधै सरदार पुलिस स्टेसनमा पुर्याएको छ। हजुरहरूलाई जानकारी दिन चाहन्छु, सक्दो सेयर गरिदिनुहोस् होला। यो सिक्किम पुलिसले गरेको ठुलो उपलब्धि हो। जनताको अगाडि जनताको हितमा उहाँहरूले पूर्ण रूपले काम गरिरहेको छ। उहाँहरूलाई एकदमै स्यालुट छ हाम्रो तर्फबाट र सम्पूर्ण सिक्किमे जनताको तर्फबाट उहाँहरूलाई धन्यवाद पनि हामी व्यक्त गर्न चाहन्छु। किनभने यस्ता अपराधीहरू जति नै भागेर जहाँसुकै गए पनि लास्टमा पुलिसको हातमा पर्ने नै छ। यसरी नै हजुरहरूले पनि यो सिक सबैले सिक्नुपर्छ भन्ने म यहाँबाट भन्न चाहन्छु। यही हो, दुईजना सुन चोरेर भाग्ने हिजो गान्तोकमा चोरी गरेर भाग्दै गर्दा रम्फूमा पक्राउ परेको छ। सक्दो सेयर गरिदिनुहोस्। हजुरहरूले के कस्तो लाग्छ प्रतिक्रिया जनाइदिनुहोस् होला। केही महिना अगाडि मैले सिङताममा यो भिडियो कभरेज